हेलो हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई आजको मेरो भिडियोमा। के छ, सन्चै आरामै हुनुहुन्छ होला होइन? के छ, बर्खा लागिरहेछ, कोही खेततिर हुनुहुन्छ होला। अब हाम्रो त यता पनि खेत रोप्ने छ नि त। अरू कुलो लाग्ने खेत त हामीले रोपिसकेका छौँ, अरू टाट्के खेत चाहिँ रोप्नको लागि आज चाहिँ रोप्ने थियो नि त। म त्यही भएर बिहानको नास्ता खाना सबै पकाइसकेँ बिहानै। अनि त्यस पछाडि म एकछिनको लागि पसल गएको थिएँ। पसल गएर नानीलाई जो चुरा लाउने रहेछन् कि फेरि चुरा लगाइदिएर आएँ होइन। यता फेरि अलिअलि कोठाको सरसफाइ फेरि बिहान म सधैँ गर्छु सधैँ गर्छु जे होस् बिहान। अनि त्यस पछाडि आज चाहिँ हाम्रो रोप्ने थियो, हेर्नुहोस् खेतको। अनि छोरी फेरि दाँत दुख्यो अनि राति दाँत हल्ल्याएको थियो। दाँत हल्लाइदिन्छु खै कस्तो छ भन्दा पनि रोएर हेर्नुहोस् न पुरै हैरान गरिसकेको थिएँ। अनि मैले चाहिँ मुखसुख धोएँ, बिहान पनि धुएको थियो धुन त, तर फेरि धोएँ। अनि फेरि त्यस पछाडि म चाहिँ खेत गएँ। आमाले खेत आइजाऊ भनिसकेपछि म चाहिँ खेत गएँ। अनि खेत गएर चाहिँ अलि माथि थियो कि उता तलतिर खोलातिर छ नि त बिहार, अनि माथिको टाट्केमा बिहार सार्नुपर्छ। अनि हामीले चाहिँ बिहार सार्यौँ ससुरा बुहारीले। यता चाहिँ भाइले जोत्दै हुनुहुन्थ्यो। यो छ नि त यता माथितिर गयो, यो हाम्रो आज रोप्नको लागि। यता चाहिँ फेरि टायर फेर्नुपर्छ कि यसमा हेर्नु न, फेरि एकचोटि बनाएर एकचोटि जोत्यो। जे छ भात खाने पनि कहाँ सुख छ र हेर्नुहोस्, भात खानलाई गाह्रो छ। त्यस पछाडि मैले चाहिँ बिउ सारेर बाँधेँ। अनि त्यस पछाडि हाम्रो चाहिँ रोपाइ सुरु भयो। फुपू पनि जानुभएको थियो। अनि हामी चाहिँ 4 रोटी थियौँ कि आज रोप्ने। अनि दिउँसो धेरै थियो नि त, त्यही भएर खाना लगेको थिएनौँ, बिहान खाएर गएको थियौँ। अनि थोरै थियो, अनि नास्ता लगेर गएको थिएँ छोरी। अनि हामी चाहिँ खेतसेत रोपिसकिन घरतिर फर्क्यौँ। मैले चाहिँ दाँत बोकिरहेको छु यता, आमाले पनि 2 जोडी हुन्छ नि त जोत्ने र बनाउने। आजलाई यति नै।